Hello everyone, good afternoon र म तपाईहरुको बीचमा केही काल्पनिक भनाइहरू, केही दार्शनिक, केही झुटा, केही सच्चा, केही बनावटी, तुक्का तुक्की, जोक्स यस्ता थुप्रै कुराहरू मध्येमा एउटा सानो कुरा राख्दैछु। एक दिन एउटा चौतारामा एउटा केटा बसेर गीत गाइरहन्थ्यो रहेछ। अनि त्यो बाटो भएर चाहिँ धेरै मानिसहरू आवत जावत गरिरहनु हुँदो रहेछ। अनि उसले गीत गाएको त्यो गीतहरू धेरैले सुनेको रहेछ, धेरैले सुनेको। अनि ती मध्येमा चाहिँ अब धेरैले चाहिँ उसलाई एउटा पागल, बौला भन्ने एउटा नाउँ दिएको रहेछ। अनि त्यो बाटो चाहिँ धेरै दिदी बहिनीहरू, दाजुभाइहरू सबै, अनि अझै विशेष गरेर चाहिँ हाम्रो स्कुले भाइ बहिनीहरू आवत जावत गर्नुहुँदो रहेछ। अनि धेरैले नै उसलाई नराम्रो नराम्रो कमेन्टहरू गरेको, एकदमै उप्रति मानिसको सोच चाहिँ एउटा घृणा, एउटा घृणित दृष्टिकोणले मानिसहरूले उसलाई हेर्ने गर्थ्यो। तर त्यसरी गीत गाउँदा धेरै समयपछि एक दिन त्यो चौतारामा त्यो केटा रहेन रहेछ अरे। त्यो जुन समयमा उसले गीत गाउँथ्यो अनि जुन समयमा त्यो मानिसहरू त्यो बाटो यातायात गर्थ्यो, त्यो समयमा चाहिँ त्यो केटा त्यो चौतारामा रहेन रहेछ अरे। अनि नभएको कारणले गर्दा त्यहाँ गीत गाउने मान्छे नै नभएको कुराहरू। तब त्यो बाटो हिँड्ने यात्रीहरू मध्येमा एकजना त्यो हुलमा एकजना बहिनीले चाहिँ धेरै नजर घुमाएछ अरे त्यो चौतारापट्टि फर्केर। अनि उसको साथीहरूले चाहिँ आइज न आइज, के हेरिरहेको, ढिलो भइसक्यो, जाउँ भन्छ अरे। एकछिन भन्दै उसले धेरै आँखा डुलाएर उसले आफ्नो मनमा कुरा खेल्न थालेछ। आज उहाँ कता जानुभयो होला, सधैँ यहाँ बसेर गीत गाइरहनुहुन्थ्यो, आज त छैन रहेछ भनेर एकदमै आफ्नो मन अशान्ति पारेर जानुभएछ। मैले यो विषयबाट हजुरहरूलाई के भन्न खोजेको भने, धेरै मानिसहरूले तपाईँ र मलाई मन नपराउन सक्छ। धेरै मानिसहरूले तपाईँ र मलाई विभिन्न प्रकारको दोस्रोपनको कुराहरू गर्न सक्छ। तपाईँ र मलाई छेसी दुदुर गर्न सक्छ। तर त्यस्तो मानिसहरू पनि हुन्छ है, जब तपाईँ र मलाई देख्दैन नि, तब तपाईँ र मेरो उपस्थितिलाई खोज्ने, तपाईँ र मेरो उपस्थितिलाई निहाल्ने, त्रास खाने, मनै अमिलो अशान्ति पार्ने, आज मैले उहाँको उपस्थिति पाइनँ, मैले आज उहाँलाई देखिनँ, आज मैले उहाँ बोलेको सुनिनँ, आज उहाँ हिँडेको देखिनँ। र यस्तो मानिसहरू पनि भएको कारणले गर्दाखेरि
आज तपाईँ हामी निराश हुनु पर्दैन, तपाईँ र हामी अशान्तिमा जिउनु पर्दैन। तपाईँ र मलाई 9 जनाले नै वास्ता नगरे पनि 10 जना मध्येमा 1 जनाले चाहिँ तपाईँ र मलाई वास्ता गरेको हुन्छ। हेर्नुहोस्, अनि त्यो 1 जना चाहिँ तपाईँ र मेरो निम्ति चाहिँ इम्पोर्टेन्ट हो। त्यो 1 जना चाहिँ तपाईँ र मेरो निम्ति चाहिँ जीवनको जिउने आधार हो। र यसरी आज तपाईँ र मैले हाम्रो जीवन जिउनु पर्दछ र आफैले आफूलाई कहिले पनि तुच्छ नठानौँ। म एक्लो छु, एक्लो भएछु भनेर कहिले नसम्झिनुहोस्, किनभने धेरै मानिसहरू जोडिएका हुन्छन्, त्यो टुटेर जान्छन् अनि नयाँ मानिसहरू आउँछन्। हेर्नुहोस्, हामीले नयाँ नयाँ कुराको परिवर्तनको कुराहरूको अपेक्षा साँच्नुपर्छ। सधैँभरि एउटै कुरोमा होइन, सधैँभरि एउटै कुरोमा होइन, नयाँ नयाँ कुराहरूको प्रतीक्षा गर्नुपर्छ। हवस् त प्रिय, यति भन्दै हजुरहरूलाई बिदा चाहन्छु। धन्यवाद।